नयाँ नयाँ कन्टेन्टहरु हाल्दै गर न भइहाल्छ नि ओके छ त चाहिँ लास्टमा स्न्याप गर है सबले गाइज लेट्स गो गाइज ट्याप ट्याप है ट्याप ट्याप गाइज यो 3वटा विन स्टिक भने पनि खानुपर्छ ल हामीले गाइज ट्याप ट्याप जोगिटे प्लेटर गाइज लास्टमा स्न्याप गाइज लेट्स गो मनैको फुल टिपी अनि के भन्छ अरु के गर्नुहुन्छ नि आजभोलि अरु भन्नु नयाँ नौलो केही गरेको छैन टुल्लु आज भोलि मैले पसल एउटा लेडिजको पसल खोलेछु अनि लेडिजको पसल 21 गते ओपनिङ छ अनि त्यसपछि त्यही पसलतिर अलि फोकस भइरहेछ मेरो पनिसमेन्ट म्याच खेल्न छोडिदिएको छु अब बिस्तारै त्यो पसलमा सेट गरेपछि अनि बहिनीलाई हेर्न छोड्छु अनि आफूले खेल्न स्टार्ट गर्छु के पनिसमेन्ट म्याच अब खतरा खेल्नु पर्यो के यसो ल्याएर दिनु पर्यो तल्का हैन अब तल्कै दिन्छ अब दाले टेन्सन छैन तर यस्तो हो के टिकटकमा फेरि कस्तो भन्दा पनि अर्कै टाइपको भिडियो गर्नुपर्छ के यसमा अलि फन्नी टाइपहरुको भयो भने या अलि त्यस्तै टाइपको जान्छ के राम्रो कुरा टिकटकमा जाँदैन के ठुलो सिधा हो मलाई यो ल्याङफ्याङ कुरा गर्न नि आउँदैन राम्रो कुरा जाँदैन अब हेर है मैले हिजो पसलको कति ठ्याक्कै 15 घण्टा भएछ पसलको भिडियो हालेको 9045 जना मान्छेले हेर्नु भएछ भर्खरै मैले 35 मिनेट भयो एउटा भिडियो हालेको 6000 ले हेर्नु भइसक्यो 35 मिनेटमा 35 मिनेटमा क्या अनि यस्तो हुन्छ टिकटकको दुनिया यस्तो प्रचार गरेको भिडियोलाई मान्दैन के टिकटकले मान्दैन रहेछ के भाइ फलो बेसी त्यो है प्यारी बिहान भेनासँग रे टुल्लुले मलाई पे गर्दैन टुल्लु गर्छ त टुल्लु त म भन्दा सानो होला तिमी कति वर्ष भयो तपाई कति वर्ष हुनुभयो म त अब यो मक्सिरमा 28 पुरा 27 पुरा भएर 28 लाग्छ तिमी त भर्खरै कति 25-26 होला नि ए 2 वर्षले जेठो रहेछ हुँदैन भेना नभन सोनिका ए हो नि किङजी उले मेरो हेर्नु त 10 वटा विन स्ट्रिक खाइदिएको टुल्लु बेबीले 10 वटा विन स्ट्रिक खाइदिएको मेरो जिताइदिनु त प्लिज 2 वटा फुल गाइज 2 वटा गाइज 2 वटा काठमाडौँ आउँदा चाहिँ जसरी नि भेट नि फेरि टुल्लु ओके ए सरु दिदीको साइडबाट रे भेना टुल्लु हजुर सरु दिदीको साइडबाट भेना रे ए म नि भेना भन्दिम कि क्या हो मैले नि सरु दिदीलाई दिदी भन्छु थ्याङ्क यू जोइन दाइ कमान लेट्स गो टुल्लु बेबीले अब के आउँछ यहाँ हट पनि क्या बान्दिनु पर्यो दाइ एउटा यहाँ हेर अब किङले दिन्छ किङमा मेरो 10 वटा विन स्ट्रिक खाइदिएको थ्याङ्क यू सोनी हामीलाई जोसेछ दाइ एउटा कडा हान्नु पर्यो भण्डारी दाइ सोनिका मेरो त्यो पसलको भिडियोमा चाहिँ रिपोस्ट गर न प्लिज कमेन्ट पनि गर न प्लिज सबैजनाले प्लिज किङजी प्लिज जितौँ न के उताबाट आउँछ स्नाइप तिमीहरूको सोनिका गर्नु पर्यो जोर लगाउनु पर्यो के यहाँ ठुलो भाइलाई के हो यस्तो तिमीहरूको ग्रुपलाई भन प्लिज सबजना लेट्स गो च्याट त्रिपल गाइज कसम उताबाट गाइज लेट्स गो सोनिका सिसले पो दिनुभयो तर च्याट टुकिट प्लेटर गाइज कम ऑन गाइज ट्याप पनि ठोकौँ न छक्का लगाइदियो सबजनाले ट्याप ठोकौँ न यार कडा दिनु पर्छ ल लेट्स गो साथीहरु च्याप गाइज लाइभ पनि शेयर गरौँ न उता च्याप सबले च्याप त गाइज एकचोटी ओ माय गॉड के होला जस्तो छ है गाइज टुलुले हिजो गेम च्याट
फलोइस ओके 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 च्याट 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 देऊ गाइज गाइस होइन रे उतातिर गिटरहरू पढा हुन सक्छ गाइज चुकेर च्याट 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 ट्याप ट्याप स्नाइप जसरी पनि जित्नुपर्छ है सोनिका सिस स्नाइप हान ल प्लिज मेरो 10 वटा विन स्ट्रिक खाइरहेको छ तिम्रो भेना